हामी घरतिर छौँ बुबा मम्मीहरूसँग चाहिँ धेरै दिन बस्यो रमाइलो पनि भयो आनन्द पनि भयो हाम्रो गाउँमा बसेर बाबाआमासँग खुसी लागेर भेटेर तपाईँहरू बुबा मम्मीसँग कतिको इन्जोय गर्नुहुन्छ मैले चाहिँ धेरै गरेको छु थोरै थोरै गरेर पनि धेरै गरेको छु तर जिन्दगी नपाउने इन्जोय गरेको छु गर्नु पाएको छु खुसी लाग्छ जन्म दिने बाबाआमाको आशीर्वाद पाएको छु सानो मोबाइल छोडेर एक्लै रुवायो छोराको मतलब के लागेको चोट लुकाएर मलाई किन भुलायो एक्सनको कालोको भए पनि खानु भन्नुपर्छ सबैजना खानुपर्छ हामी मात्रै सबैजना मम्मीले के भन्नुहुन्छ मम्मी के भन्छ अरू गाउँको मान्छेहरूले के भन्छ सबैजना मान्छेहरू जस्तो ग्यास्ट्रिक भएको मान्छे चिलाउने मान्छेहरू सबैले प्रयोग गर्नुपर्छ एक्सनको रातो च्याउ भनेको सबैले प्रयोग गर्नु मिल्ने हो मेरो बुबा मम्मीले पनि मैले कति सोधेको छु नभए पनि मेरो बुबा मम्मीलाई भेटेर हेर्नु होला मेरो तपाईँहरूले पनि हेरेर चाहिँ यसलाई इन्जोय गर्नु होला पैसा त महँगो पर्छ तर पैसा महँगो हाम्रो शरीर हो शरीरभन्दा बुबा मम्मीलाई हामीले माया बुबा मम्मी आफैले आफैलाई माया गर्नु जान्नु त्यही नै पैसा भने त सपना सजाएका ती पैसा पनि नभए हुँदैन हामीलाई एक्लै सम्झेर किन रुवायो किनभने पैसा हामीसँग हुनुलाई नै स्वास्थ्य हुनुपर्छ हामीसँग पैसाको भारी बोकेर माछा बाँकिरहेछ नि त्यो चाहिँ हामीले खानु मिल्दैन भने त्यो के अर्थ हुँदैन कि हामीसँग सोध्यो किन खरसाए तिम्रो सम्झनाले फेरि मन बसायो तिम्रो सम्झनाले फेरि मन बसायो खुसी लाग्यो मेरो म जन्मेको चाहिँ खास गरेर जेठको अन्तिममा तर म असारमा आएर मनाउँदैछु तपाईँहरू के छ खबर सुनाउनु होला सबैजनालाई धेरै धेरै सबैले साथ सपोर्ट गरिदिनु भएकोमा चाहिँ म एकदमै आभारी छु र तपाईँहरूको साथ सपोर्ट सधैँभरि गुड मर्निङ डिएक्सन मेरो बाबा मम्मीले भन्नु गुड मर्निङ डिएक्सन भन्नु डिएक्सन भन्नु नम्बर 1 भन्नुपर्छ क्या ल सारङ्गी रोयो यो रातभरि तिम्रो नामले फेरि मन बहक्यो यात्रा गर्नु साह्रै गाह्रो अन्तिमका फर्किआऊ ए मायालु यो माया यो मन अझै तिम्रै छ लोकभाकाको हरेक शब्दमा तिम्रै माया बाँचेको छ मान्तरा पदको तालमा गाउँ रमायो मेरो मन भने तिमीमै अल्झायो जुनले सोध्यो किन खरसाए तिम्रो सम्झनाले फेरि मन बसायो तिम्रो सम्झनाले फेरि मन बसायो एकदमै गाह्रो भइसक्यो स्थानीय बाटोहरू चाहिँ सबै गाह्रो छ स्थानीय बाटोलाई प्राथमिकता दिउँ मोटर बाटोलाई पनि तर यदि स्वास्थ्यको माया हुने मान्छेले चाहिँ स्थानीय बाटोलाई प्राथमिकता दिनु जरुरी छ किनभने मोटर बाटोमा हिँड्ने मान्छे चाहिँ अधिकांश मान्छे चाहिँ अहिले समस्यामा परिरहेको छ किनभने स्थानीय बाटोलाई पनि माया गरौँ र हाम्रो पैदल यात्रालाई पनि सधैँ अगाडि बढाइरहँ किनभने एक पाइला सारे दुई पाइला सारे ठाउँमा पुगिन्छ तर विकासी बाटो वा मोटर बाटो चाहिँ ए मायालु किन
किन टाढियो छोडेर एक्लै रुवायो हरेक समस्या मनको चोट लुकाएर मलाई किन भुलायो स्वास्थ्य रहौँ समृद्ध रहौँ हामी खुसी रहौँ गाउँघरतिर ए मायालु किन टाढियो छोडेर एक्लै रुवायो मनको चोट लुकाएर मलाई किन भुलायो अन्तरा मदनको तालमा गाउँ रमायो मेरो मन भने तिमीमै अल्झायो जुन्नले सोध्यो किन खरसाए तिम्रो सम्झनाले फेरि मन बसायो तिम्रो सम्झनाले फेरि मन बसायो किन रोएको मन बुझेनौ तिमीले माया दिएर फेरि किन छुटायो सपना सजाएका ती पुराना दिन एक्लै सम्झेर किन रुवायो नमस्ते गुड मर्निङ डिएक्सएन अन्तरा मदनको तालमा गाउँ रमायो मेरो मन भने तिमीमै अल्झायो जुन्नले सोध्यो किन खरसाए तिम्रो सम्झनाले फेरि मन बसायो तिम्रो सम्झनाले फेरि मन बसायो सबैले उपभोग गरिदिनु हार्दिक गर्दछु म चाहिँ प्रेम बालकोटी हाल 3 पाटन छ मेरो घर चाहिँ 3 पाटन छ गैरथनी हो अहिले चाहिँ 3 पाटन छ घुमुङ्गे भन्ने ठाउँबाट चाहिँ बोल्दैछु कस्तो लाग्छ लाइक कमेन्ट सेयर पनि गरिदिनु पहाडको बाटो झै टाढा भयो नमस्ते तर मनभित्र सधैँ कति नजिक राम्रो रह्यो फलफुल छ यहाँ त सारङ्गी रोयो यो रातभरि तिम्रो नामले फेरि मन बहक्यो अन्तिमका फर्किआऊ ए मायालु यो माया यो मन अझै तिम्रै छ लोकढाकाको उनीहरू त्यो आफ्नै घर हो हरेक क्या? शब्दमा लक्ष्मी हो। तिम्रै अनि माया उनीहरू पनि अलिक बिजी बिजी नै रहेछ लक्ष्मी त मेलामै थियो ड्रइङसँग बसेर कुरा ए चिसोहरू बियरहरू के खाने भन्दै हुनुहुन्थ्यो म केही पनि खाँदैन मेरो मन भने तिमीमै अल्झायो जुन्नले सोध्यो किन खरसाए तिम्रो सम्झनाले फेरि मन बसायो तिम्रो सम्झनाले फेरि मन बसायो हुन्छ त्यो आँप हे मायालु किन टाढियो छोडेर एक्लै रुवायो मनको चोट लुकाएर मलाई किन भुलायो हे मायालु किन टाढियो छोडेर एक्लै रुवायो
भात चाहिँ खानु पाओस् है चामलको भात चाहिँ के कसो कहिलेमा हामी खेतमा नभए पनि चामलको भात चाहिँ खानु पाओस् खेतमा किन रोएको बुझेनौ तिमीले माया दिएर फेरि किन छुटायो सपना सजाएका ती पुराना दिन एक्लै सम्झेर किन रुवायो अन्तरा मदलको तालमा गाउँ रमायो मेरो मन भने तिमीमै अल्झायो सुरु भइसकेको छ है हाम्रो गाउँतिर जुन्नले सोध्यो किन आँखा रसाए तिम्रो सम्झनाले फेरि मन बसायो तिम्रो सम्झनाले फेरि मन बसायो एभ्रिवान म स्टार डायमन्ड प्रेमबहादुर बाराकोटी चाहिँ आज तिनबाट 4, 7, 8 अनि 6 नम्बर वडाको माथि शिरमा चाहिँ राष्ट्रिय झन्डाको साथमा चाहिँ नेपाली झन्डा पहाडको बाटो झै टाढा भयो आज म आइपुगेको छ है तर मित्र मनभित्र धेरै वर्षपछि आइपुगेको रह्यो यो घाँस काट्दा गाईबस्तु चराउँदा सारङ्गी रोयो यो रातभरि यसो हावा खाने भए तिम्रो नामले फेरि मन मेरो बहक्यो आफ्नै गाउँ अनि आफ्नै ठाउँ अन्तिममा आज लिन्जी ब्ल्याक कफीको साथमा ओडिसेप कफी यासा गुब्बाको साथमा रिएक्सन ज्ञानोडलमा टुथपेस्ट गानोजी टुथपेस्टको साथमा चाहिँ आज रमिते डाँडामा आइपुगेको छ है मित्रहरू हेर्नुहोस् त मेरो पछाडि फहराइरहेको राष्ट्रिय झन्डाको साथमा छु तर यो राष्ट्रिय झन्डा चाहिँ च्यातिएको अवस्था छ यसको लागि चाहिँ फेरबदल गरिदिनु हुन यहाँको स्थानीय सरकार या यहाँको हरेक निकायका आदरणीय अग्रज मित्रहरूलाई यो झन्डाको बारेमा चाहिँ ध्यान आकर्षण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र म आज एकदमै खुसी छु मेरो स्थानीय साथीहरू मित्रहरूले चाहिँ यो रमिते डाँडामा चाहिँ राष्ट्रिय झन्डाको चाहिँ निर्माण गरिदिनु भएको रहेछ राखिदिनु भएको रहेछ यस्तो प्रकृतिमा चाहिँ म आज रमाइरहेको छु तर एक्लै छु तर खुसी छु किनकि मसँग लिन्जी ब्ल्याक कफी छ र कोडिसेप कफी पनि छु तपाईँ पनि लिन्जी ब्ल्याक कफी कोडिसेप कफी अनि गानोजी टुथपेस्ट र गानोजी साबुनलाई प्रयोग गर्न चाहनुहुन्छ भने चाहिँ कृपया प्रेमबहादुर बाराकोटीको फेसबुक आइडीको म्यासेज बक्समा तपाईँले म्यासेज गर्न सक्नुहुन्छ र साथमै सम्पर्क पनि गर्न सक्नुहुन्छ मेरो सम्पर्क नम्बर रहेको छ 98 23 23 15 32मा चाहिँ तपाईँहरूले ध्यान दिएर यो नम्बरलाई चाहिँ तपाईँहरूले आफ्नो मोबाइलमा डायल गरेर चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ म चाहिँ आज टिमपाटन को 6 नम्बर वडामा आइपुगेको छु 4 नम्बरको र 8 नम्बर अनि 7 नम्बर अनि 6 नम्बरको बिचमा चाहिँ राष्ट्रिय झन्डाको साथमा चाहिँ यात्रा गर्दैछु कति राम्रो छ है कति स्वच्छ छ तपाईँहरू पनि आउनु होला भन्दा चाहन्छु यहाँको हाम्रो टिमपाटनको सबैभन्दा उच्च ठाउँ रमिते डाँडामा चाहिँ भिजिट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु भन्न चाहन्छु मेरो अन्तिम कुरा चाहिँ जति पनि रहेको छ तपाईँहरूले मलाई सम्पर्क गर्नुहोला रमिते डाँडा टिमपाटन 6, 7 र 8 अनि 4 को शिरमा रहेको छ आउनुहोला भिजिट गर्नुहोला रमाइलो गर्नुहोला खियाली मनाउनुहोला भन्न चाहन्छु स्वस्थ रहनुहोला
व्यस्त रहनुहोला भन्दै म प्रेम बहादुर बाराकोटी चाहिँ यहाँबाट बिदा हुन चाहन्छु। राष्ट्रिय झन्डा सर्वछु सोध्यो किन आँखा रसाए तिम्रो सम्झनाले फेरि मन बसायो तिम्रो सम्झनाले फेरि मन बसायो माला माका हजुरमै चिन्नुले अनि नुन माजालेको माजाले तेरा बिन आजेन तेरा बिन ल न यहाँ आएर पनि ज्याले यहाँ कार मसाले चाह चाहिँ माजाले हजुर पहाडको बाटो झै टाढा भयो तर मनभित्र सधैँ नजिक रह्यो सारङ्गी रोयो यो रातभरि तिम्रो नामले फेरि मन बहक्यो अन्तिमका फर्किआऊ ए मायालु यो माया यो मन अझै तिम्रै छ ढाकाको हरेक शब्दमा हामीले खेत रोप्नु नपायो भने धानको भात चाहिँ खानु पाओस् है चामलको भात चाहिँ के कसो कहिलेमा हामीले खेत रोप्नु नपायो भने चामलको भात चाहिँ खानु पाओस् यो खेतमा पाले मेरो मन भने तिमीमै अल्झायो जुम्मले सोध्यो किन आँखा रसाए तिम्रो सम्झनाले फेरि मन बसायो तिम्रो सम्झनाले फेरि